So, hello guys, we're back in another video and साखु फर्स्ट सुरु म नक्सल जान्छु चाहिँ म इन्ड्राइभमा जान्छु अब भेटौँला एकछिनमा सरी गाइज मैले बाटोमा भिडियो बनाउन सकिनँ बिकज पानी परिरहेको थियो बट जाडो चाहिँ लास्टै भइरहेको छ है जाडो चाहिँ लास्टै भयो यो कालो फुल यो त नाम कालो फुल जाडो रहेछ त्यस्तो केही छैन हरियाली गाइज मोमो खायो एन्ड अब सुधै जाने लास्टै उ छ यार मोमो चाहिँ मलाई झोल मन पऱ्यो झोल झोल गाइज फाइनली उठेँ होइन एन्ड अब बाहिरको भ्यू देखाउँछु हिजो मैले भनेको थिएँ दिदी काम गर्दैछ यस्तो यस्तो भनेको थिएँ हिजो ठुल्बा घर त्यहाँ जान्छु यो चाहिँ मेरो दिदीको घर ठुल्बा घर गएपछि मात्र भ्लग बनाउँछु ओके बाई गाइज म बाबाको घर आइसकेको छु एन्ड अब रियाक्सन हेरौँ है त हजुर अहिले माथि नै थियौँ हजुर हजुर हस् यही हो मेरो ठुल्बा घर लाइक यहाँबाट यस्तो देखिन्छ भ्यू यो चाहिँ हाम्रो यताको पुरानो घर यहाँ चाहिँ बस यस्तो छ यता चाहिँ साली नदी छ यतापट्टि एन्ड यता चाहिँ त्यो भाइरल मन्दिर भन्ने छ देन यो भाइरल मन्दिर ओके गाइस म किन दिइहाल्छु हो त्यता कस्तो राम्रो देखिन्छ बिहान जानुपर्छ त्यहाँ टक्क सूर्य उदो नि त्यहीँबाट पानी सागर माथि माथि हुँदै आउने नरपुरबाट त्यहीँबाट हामी भरि आउँछौँ नि त पुरै खाना नबिर्सिकन लाइक हल जस्तो रहेछ त धेरै दामी ठाउँ ओके त्यो मन्दिर एन्ड धेरै ठाउँमा घुम्छ लेट्स सी के हुन्छ खाना खान्छौँ देन हेलो गाइस आज चाहिँ हाम्रो भाइरल मन्दिरतिर जानु लाग्छौँ त्यहाँ बिस्कुट बाहेक अरू केही खान्छ त हामीले यो त अलिक धेरै नै भयो सो हामीले चाहिँ खानै खाएर आएको छौँ सरी साली नदी मेनली कुरा भाइरल मन्दिर जाने तर बस्न पाए नि हिँडेर जाउँला भ्यू हेरौँला हैन
ठिक छ भ्यू स्टेबल छैन क्या सफरपछि गाइस आउने छैन यत्रो बाटो छ र चाहिँ ओके फाइनली हाम्रो आफ्नो प्लेसमा यस जाउँ न यता जाउँ म पहिला आउँदा यस्तो गेट थिएन यस्तो नि बनाइसकेको छ अहिले पालुबारी साखु पालुबारी समुदाय स्कुल ओके वाइ नाइस प्लेस यस्तो दामी छ भैरव मन्दिरको एन्ट्रेन्स त आइपुग्यो हामी मैले जुत्ता लाछ यता हिँड थोरै प्रब्लम छ जुत्ताले गर्दा माइ गॉड गाइस थोरै अकवर्ड लागिरहेको छ मलाई यहाँ लुटो यतापट्टि तर आज कसरी पर्मिसन पाएँ मलाई पनि थाहा छैन है यता जाने कि यता जाने भरेङबाट आउँछ अरे ओके यहाँबाट छिरेर यता निस्किन्छ अरे भाइरल मन्दिर साँच्ची भाइरल नै छ जस्तो लाग्यो मलाई इफ म भाइरल भयो भने चाहिँ यहाँबाट हामी निस्किसकेको छौँ एन्ड अब फाइनल डेस्टिनेसन अब साइल नदी हो अब साइल नदी मन्दिर गएर मात्रै म भ्लग स्टार्ट गर्छु बाइ गाइस थोरै मात्रै बाँकी छ अझै 25 मिनट बाँकी छ साइल नदी पुग्न गाइस भ्यू चाहिँ धेरै राम्रो छ अहिले खाना सुरु गरिसक्यो हामीले 30 को दुईटा क्याम्प गाइस सायद भिडियो राम्रै बन्यो होला आई डोन्ट नो बट अब एडिट गरेर म भिडियो चाँडै नै हाल्ने कोसिस गर्छु म यहाँ बस्छु मात्रै तपाईलाई आजको भ्लग कस्तो लाग्यो भोलि पनि आम्ला भोलि कता गाइस अब यहाँ हिँड्ने धेरै बस्नु न गाइस यहाँ ओके लेट्स गो जाउँ लेट्स गो न्यू बाटो के छैन जङ्गलको बाटो हो नो टेन्सन सो गाइस धेरै राम्रो ठाउँ छ मैले लास्ट टाइम वर्तमान गरेको भनेकै यहीँ साखु साली नदीमा हो